गाइज गुड मर्निङ सबैलाई होइन तपाईँहरू होइन लास्टमा स्पेसल आइरहेको छ स्पेसल न्युज आइरहेको छ मेरो होइन। सो गाइज फाइनली यहाँबाट निस्किसक्यो। कुन ठाउँ भनिदिनु त एकचोटि जाने बाटो यो चाहिँ के यहाँबाट हेर्दाखेरि मनोरम यस्तो बबाल के यस्तो बबाल आधै बाटो पुगेको छु होइन। आधी बाटो पुग्नु चाहिँ धेरै बाँकी छ होइन। गाइज गुड मर्निङ सबैलाई होइन तपाईँहरू सबै सन्चै हुनुहुन्छ भन्ने आशामा होइन। तपाईँहरू सोध्दै हुनुहुन्छ होला यत्रो समयपछि कहाँ भयो मान्छे होइन, कहाँ गयो भनेर सोच्दै हुनुहुन्न। केही समस्याहरू थियो केही थियो होइन, त्यही भएर भिडियोहरू आइरहेको थिएन। आज चाहिँ स्पेसल डे होइन, भोलि चाहिँ चुनाव छ। आज चाहिँ घुम्न जाने भनेर दाइ भाइहरू दुइटै रेडी भइसक्यो, नुहाइधुवाइ गरेर रेडी गरिसक्यो। एकछिनमा लुगा लगाएर अनि यहाँबाट हामी निस्किन्छौँ होइन। बबाल हुनेछ भिडियो चाहिँ, तपाईँहरू जोडिराख्नु होला होइन, जोडिराख्नु होला। जो नयाँ साथीहरू छ सब्सक्राइब। सो गाइज फाइनली चाहिँ मबाट यहाँबाट निस्किन तयार भइसकेँ। सो मैले ड्रेसहरू लगाएर यहाँबाट निस्किरहेको छु। म कहाँ जान्छु भनेर तपाईँलाई एकछिनमा भन्नेछु होइन, कुन प्लेस कुन ठाउँ भनेर। अनि लास्टमा मैले तपाईँलाई अहिले पनि भनिरहेको थिएँ, लास्टमा एक स्पेसल आइरहेको छ, स्पेसल न्युज आइरहेको छ मेरो होइन। त्यो न्युजको लागि चाहिँ अन्तिम समयसम्म हेर्नु एउटा बबाल है। सो गाइज फाइनली हामी दुईजना चाहिँ यहाँबाट निस्किसक्यो। कुन ठाउँ भनिदिनु त एकचोटि बोडानीलकण्ठको लागि बोडानीलकण्ठको लागि हामीहरू गइरहेको छ होइन। यो चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ यो हो। यस्तो बबाल होइन। सो गाइज हाम्रो यात्रा सुरु भइसक्यो बोडानीलकण्ठको मन्दिरबाट होइन। हामी चाहिँ यहाँबाट निस्किसकेको। सो अब यहाँबाट हिँडेर चाहिँ टाइम लाग्छ हामीलाई, 15-20 मिनट चाहिँ लाग्न सक्छ। सो दुई दाइ भाइहरू हामी चाहिँ अब यहाँबाट गइरहेको छु। सो हेर्नु होला बबाल हुनेछ होइन, भिडियो बबाल हुनेछ। तपाईँहरू पनि म भिजिट गर्छु अनि तपाईँहरू पनि आउनु होला है कस्तो छ भनेर। अभियसली गाइज आजको प्लान चाहिँ हामीलाई लास्टै भारी पऱ्यो होइन। अब किन भारी पऱ्यो भन्दाखेरि होइन, तपाईँहरूले लागिरहेको होला हामी त आएँ यहाँ होइन, घुम्नलाई त जस्ट आएँ। तर तपाईँहरूलाई किन भारी पऱ्यो भन्दाखेरि यो बाटो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो छ क्या। हामीले उताबाट बस चढेर उताबाट आउनुपर्ने, हामीले यहीँ उत्रेर हामी यहाँबाट हिँडेर गइरहेको छु। सो यो एउटा माथि जानुपर्छ, माथि डाँडासम्म जानुपर्छ। सो हामी त्यहाँ गइरहेको छौँ। कस्तो हुनेछ बबाल मजा आउनेछ भन्ने आशा छ होइन। फर्स्ट टाइम हो बोडानीलकण्ठ गएर यहाँबाट चाहिँ देखिरहेको छ होइन। यहाँबाट चाहिँ पुग्नुपर्ने हामीले ऊ त्यो देखिरहेको छ नि त्यहाँ हो डाँडामाथि। सो कति टाइम लाग्छ अब हिँडेर हामीहरू यहाँबाट गइरहेको छु। अब कोठाहरू त मिलिरहेको छैन। सो यस्तो गाइज डाँडा यस्तो छ फेरि। फाइनली चाहिँ हामी चाहिँ पुग्न आँट्यौँ होइन। म आफ्नो डेस्टिनेसननिर पुग्न थाल्यौँ। यस्तो हिँड्दा यस्तो उकालोहरू छ, जाँदाखेरि त त्यस्तो केही हुन्न होइन। त्यो देख्न सक्नुहुन्छ है बोडानीलकण्ठ भने त ऊ त्यो मन्दिर जस्तो देखिरहेछ नि। आइफोन 17 भएको भए त जुम गरेर देखाउँथेँ, अब आइफोन सानो छ त्यहाँबाट देखाउने है यस्तै हो। सो त्यहाँ माथि पुग्नुपर्छ, अहिले हालत त्यस्तो छ। सो यु हेभ टु सी एन्ड वाच 10 मिनटमा हाम्रो हालत कस्तो हुन्छ भनेर है। अहिले चाहिँ हामीहरू आधै बाटो पुगेछौँ होइन, आधी बाटो पुग्नु चाहिँ धेरै बाँकी छ होइन। तर हामीले त्यस्तो डाउन भइसक्यो। बाटो भने चाहिँ यस्तो छ उकालो उकालो। हामीले एङ्गो बुक नगरेर गल्ती गरेँ होइन, केही छैन। आज चाहिँ हिँडेर जाउँ भनेको ल अर्को लगाएर गाइज फाइनल चाहिँ हामी चाहिँ हाम्रो बाटो पुगिसक्यो। सो जो भन्नुहुन्छ नि काठमाडौँ कस्तो छ, काठमाडौँ के हो होइन, जो भन्नुहुन्छ नि एक चिज देखाउँछु तपाईँले। अब बाल हेर्नु है, यो भ्यू हेर गाइज। जति तपाईँले मोबाइलमा देखेर तपाईँको आँखा शान्त नभए होला नि त्यत्तिकै यहाँबाट हेर्दाखेरि मनोरम यस्तो बबाल के, यस्तो बबाल पिसफुल शान्त
मुभमेन्ट छ कि यस्तो दामी होइन काठमाडौँ साइडमा पाहाडहरू छ होइन अनि बिचमा एउटा काठमाडौँ भ्याली छ होइन तपाईँहरूले विश्वास छैन भने हेर्नु यहाँ पाहाड छ यता पाहाड छ अनि त्यहाँ खाली छ उता पाहाड छ फेरि यो पनि पाहाड भइसक्यो यस्तरी छ कि काठमाडौँ भ्याली चाहिँ बिचमा छ सो माथि जानु फ्री टाइम छ 10 मिनट लाग्छ हिँडेर हामी गइरहेको छौँ सो दाइभाइहरू गइरहेको छ तपाईँहरू भिडियोमा जोडिराख्नु पुग्न आँट्यौँ होइन पुगिसक्यो भनौँ त्यहाँ माथि छ थोरै होइन माथि पुग्नु पर्ने हो हामीले माथि पुगिसकेपछि यस्तो छ भ्यू हामी चाहिँ चढेको भनेको त्यो तलबाट सो तपाईँहरू मलाई देखेर पनि गेस गर्न सक्नुहुन्छ पसिना यस्तो चिसोमा पनि यस्तो धेरै पसिना आउनु भनेको रिजन हिँडेर हो एक्सर्साइज भयो दौडो एक्सर्साइज भयो सो अब माथि पुगेर भेट्छौँ सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ होइन काठमाडौँ भ्यालीभित्र यति त्यो तलहरू तपाईँहरू तल भ्यू देख्न सक्नुहुन्छ यति तलबाट होइन स्तुपा हेर्न आउनुहुन्छ भने चाहिँ स्तुपा होइन ज्यानचेन विजय स्तुपा पुगिसक्यो सो यहाँबाट यस्तो छ अब यहाँबाट त्यस्तो छ अब नजिकबाट पुगेर होइन तपाईँहरूलाई देखाउँछु सो गाइज यो चाहिँ हाम्रो काठमाडौँ भ्याली होइन तपाईँहरू देख्न सक्नुहुन्छ किनकि अहिले उहाँबाट सूर्य आइरहेछ सो एक्ज्याक्टली भिडियो बनाउनु हल्का गाह्रो भइरहेछ किनकि सूर्य आइरहेछ नि त सो बबाल छ भ्यू होइन पिसफुल एकदम मन शान्त गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ आएर मजाले एक दुई घन्टा स्पेन्ड गर्न सक्नुहुन्छ यदि बाइक छ भने चाहिँ ल्याउनु सक्नुहुन्छ हिँडेर चाहिँ हल्का फाइनली हामीहरू पुगिसक्यौँ है ओ डिड गाइज फाइनली सो फाइनली सो गाइज फाइनली चाहिँ पुगिसक्यो हामीहरू होइन फाइनली हामी पुगिसक्यो आफ्नो स्थानमा यस्तो दामी छ होइन मोबाइल तरिकाको छ यहाँ चाहिँ भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरू भ्यूहरू पनि मोबाइल छ है यस्तो छ क्या पुरा काठमाडौँ सिटी क्या तपाईँहरू देख्न सक्नुहुन्छ अनि त्यसको टपमा हामी चाहिँ हिँडेर आएको भनेको त्यो तलबाट हो अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो छ मोबाइल हामी यसको पुरै पछाडिहरू घुम्नेछौँ होइन भ्यूहरू तपाईँलाई देखाउनेछु होइन यस्तो मोबाइलबाट त देखिन्न है जति कोसिस गरे पनि देखिन्न आँखाले हेर्दाखेरि यति ठुलो छ गाइज होइन यस्तो ठुलो छ बबाल छ तर होइन बबाल छ म के भन्छु कि तपाईँहरूलाई यदि इच्छा छ भोलि चाहिँ घुम्दा आउन नि हुन्छ तपाईँहरूले मजाले घुम्न आउँदा पनि एकदम ट्रेकिङ एकदम बबाल छ होइन फर्स्ट टाइम आऊ म काठमाडौँ आएको भइसक्यो 2 महिनापछि म चाहिँ फर्स्ट टाइम आएको घुम्न सो तपाईँहरू देख्न सक्नुहुन्छ बबाल छ है सो यस्तै सोचहरू राखिराख्नु भएको छ भने चाहिँ आउनुहोस् गाइज धेरै पैसा लाग्दैन 500 ल्यायो भने चाहिँ ढुक्क हुन्छ खानापिना गाडी भाडा दिएर है यस्तो बबाल छ भ्यूहरू गाइज म तपाईँलाई भनिरहेको थिएँ मेरो भिडियोको फर्स्ट स्टार्टिङबाट मेरो चाहिँ नयाँ आइरहेछ भनेर होइन के कुरा आइरहेछ भन्ने चाहिँ तपाईँको यो चुनावपछि चाहिँ हाम्रो लगत्ती आइरहेछ होइन आइरहेछ सो के आइरहेछ भन्दाखेरि मेरो दाइ भन्छु नि त के आइरहेछ मेरो म्युजिक भिडियो सो मेरो म्युजिक भिडियो आइरहेछ सबैले मन पराइदिनु होला होइन युट्युबमा सब्सक्राइब गरिदिनु होला नयाँ जो नयाँ हुनुहुन्छ गरिदिनु होला आज चाहिँ हाम्रो सुटिङ भइरहेछ भिडियोको हल्का क्लिपहरू यहाँ गरिरहेको छौँ किनकि आज घुम्न आएको थिएँ त्यही हिसाबले एउटा दुइटा क्लिप यहाँबाट पनि राखौँ भनेको है यहाँबाट पनि राखौँ भनेको सो म चाहिँ यहाँ गरिरहेको छु होइन एकछिन म रिकर्डिङ गरिरहेको छु अनि तपाईँहरूलाई देखाउँछु है सो जोडिराख्नु बबाल भ्यू छ गाइज पिसफुल सो चाहिँ हामी चाहिँ फाइनली हाम्रो चाहिँ गानाको आधा कम्प्लिट आधा हामीले सङ चाहिँ आधा रिकर्डिङ गरिसकेको छौँ होइन आधा चाहिँ बाँकी छ होइन किनकि अब मैले यो गानामा सोचिरहेको छु मोडेलिङ ल्याएर होइन हल्का क्लिपहरू राखेर होइन त्यस्तो होइन दामी क्लिपहरू राखेर बनाएर लन्च हान्ने डेटमा छु सो क्यामराम्यान चाहिँ उहाँ हुनुहुन्छ हाम्रो क्यामराम्यान प्लस डाइरेक्सन म्यान प्लस फोटोग्राफर हाम्रो भिडियोको चाहिँ उहाँ हुनुहुन्छ सो त्यही हो गाइज हाम्रो चाहिँ फाइनली सब भइसक्यो होइन आधा त क्लिपहरू हामीले गरिसक्यो सो अब यहाँबाट जान रेडी भएको तल गएर हामी नास्ता सास्ता खान्छौँ एकछिन भोक लागिरहेको छ नास्ता खान्छौँ होइन यदि यहाँ आउने मान्छेले होइन तपाईँहरू यहाँ आउनु चाहनुहुन्छ मन्दिर मात्रै छ भन्ने होइन तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ झुलाहरू अनि स्काई डाइभिङ सब छ कि तपाईँको एभ्रिथिङ हेर्नुहोस् त्यहाँ माथि चाहिँ म चाहिँ गएन अब किन गएन भन्दाखेरि अब त्यहाँ गर्लफ्रेन्ड स्पट हो सो म सिङ्गल मान्छे अब त्यहाँ मजा होइन गर्लफ्रेन्डहरू कस्तो एङ्गलहरू बसिरहेछन् त्यस्तै हो दामी छ पिङहरू खेल्ने हाम्रो भाषामा त पिङ भन्छन् है तपाईँको भाषामा के भन्छन् त्यो चाहिँ अब सबै छ होइन
गाइज हामी चाहिँ यहाँ नि हाम्रो भिडियो क्लिप थियो सो हामीले भिडियो क्लिप गऱ्यो थोरै सो हाम्रो क्यामेराम्यान दाइ चाहिँ उहाँ हुनुहुन्छ मैले चाहिँ एउटा फोटो खिच्छु भनेर होइन फोटो खिच्छु भनेर फोटो खिचिरहेको छु क्यामेराम्यान दाइले अब फोटो निकालिराख्नु भएको छ आफ्नो भिडियोहरू राख्नुपर्छ यदि गाइज होइन तपाईँहरू रुममा बसेर बोरिङ भइरहेको हुन्छ इक्जामको टेन्सन अनि कामको टेन्सन विदेश जानुको टेन्सन फरेस्टेसन हुनुभएको छ भने चाहिँ एकदम तपाईँले होइन माइन्ड शान्त गर्नुलाई एक्लै आए पनि हुन्छ गर्लफ्रेन्डले आएर पनि मजा आइहाल्यो होइन दाइभाइ लिएर आउनु सक्नुहुन्छ सबै लिएर आउनु सक्नुहुन्छ होइन ल्याएर होइन यो ठाउँमा तपाईँ भिजिट गर्नु होइन कसम चाहिँ भन्छु बबाल आउँछ होइन खिच्न बबाल आउँछ एकदम बबाल भ्यू मन शान्त एकदम यहाँबाट देखिन्छ कि दुनियाँ के हो भनेर हेर त काठमाडौँ कस्तो छ भनेर देखिन्छ होइन पिसफुल देखिन्छ घाम लागिरहेछ म बसिरहेको छु होइन सो त्यही हो मेरो नयाँ भिडियो आइरहेछ सबै मन पराइदिनु होला गाइज सो हामी यहाँबाट निस्किन्छौँ निस्किएर तल हामीले फेरि निस्किएर त्यो तल देखिराख्नु भएको छ नि हजुर त्यहाँ हामीले त्यो तल पुगेर गाडी समाएर त्यहाँबाट फेरि हामीले पलङ्की जानुपर्छ सो गाइज जोडिराख्नु होला गाइज चटपट आइसक्यो कस्तो छ चटपट यहाँ आएर तपाईँहरू खान सक्नुहुन्छ अन्तिको पसलमा है सो गाइज फाइनली हामी चाहिँ लामो समयपछि आएर होइन यहाँ बसिरहेको छु सो एक्ज्याक्टली हामी चाहिँ अहिले तपाईँको 7 बजी पुग्यौँ होइन 7 बजी पुगेर घुमघाम गरेर आयो अब एकछिन नास्ता खाने यहाँ नास्ता त के खाऊँ होइन उता मोमो र ससेज खाऊँ भनेको उहाँ चाहिँ बन्द रहेछ सो हामीले यहीँ खाएर यो खाएर जान्छौँ एकछिनमा हामी गएर रुम पुग्छौँ रुम यहाँनिर नजिकै छ सो गएर भिजिट गर्न सबैले मन पराइदिनु होला गाइज है भन्दै यहाँ खाँदै कस्तो छ है यहाँको समोसा चाहिँ बेस्ट छ यार पुगिसक्यो होइन आजको दिन एकदमै रमाइलो एकदम बबाल भयो छ होइन सो म चाहिँ रुममा पुगिसकेँ अब एकछिनमा खानासाना बनाएर खाएर होइन भ्लग एडिट गरेर आज पोस्ट गर्ने हो होइन सबैले माया देखाइदिनु होला सबैले माया गरिदिनु होला सो यस्तो भिडियोहरू आउने गर्छ सो बबाल थियो होइन प्लेस चाहिँ घुम्नुको लागि गएको थियो होइन हिँडेर गएको थिएँ बबाल एकदम दामी लाग्यो होइन एकदम बबाल भइरहेछ अनि मेरो म्युजिक भिडियो आइरहेछ गाइस सो तपाईँहरूले माया सपोर्ट अनि सबै देखाइदिनु होला होइन जो नयाँ हुनुहुन्छ फलो गरिदिनु होला होइन लेट्स होइन 1K कम्प्लिट गरेर केही नयाँ सरप्राइजिङ गर्नेछु होइन सो गाइज माया छ सबैले ओके बाई बाई भन्दै म त छुट्टिएको है बाई